चाहिँ म चिया बनाउन गइरहेको छु ल लेट्स बिगिन अब म किचनमा जाँदैछु र लाइट अन अब यहाँनिर यस्तो छ फर्स्ट अफ अल म चाहिँ के लिन्छु भन्दा यता हुन्छ र आज चाहिँ हामी मम्मी म भाइ चिया खान लाग्यो पहिला अब फ्रिजमा गएर दुध निकाल्छु दुध निकाल्दा गाह्रो हुन्छ र एकछिन मैले चाहिँ दुध निकालिसकेँ अब हाल्छु यहाँ गिलासमा यो भयो एक गिलास यो अर्को गिलास अब अलिकति बाँकी छ हालिसकेँ पानी अलिकति यो अलिकति धेरै पानी भएछ मैले ग्यासमा राखेँ अब ग्यास अन हुन्छ बल्यो अलिकति लोमा राखिदिने पानी एकछिन बोइल हुन्छ अनि एकछिनमा चियापत्तीहरू हाल्ने अब चाहिँ म यति जति 1 चम्ची जति हाल्छु चियापत्ती यसले अलिकति पुग्दैन होला अब म अझ हाल्न गइरहेको छु अब चिनी चाहिँ हामी 3 जना छौँ भने 2 चम्चा हाल्ने चिनी धेरै हाल्नु पर्यो भने हाल्दा हुन्छ हामीले चाहिँ अलिकति हाल्छौँ त्यही भएर अब एकछिन यसलाई चाहिँ भगभग उम्लिन दिने र ग्यास अलिकति ठुलो पार्ने यतिको जति हो अब यो यतिको हुन्छ एकछिन यस्तै हुन दिने हामी दुध हाल्छौँ मेरो गिलासमा अर्को पनि छ अब मैले यो सबै गरिसकेँ दुध हालिसकेँ अब यसले एकछिन हल्लाउने यतिको भएपछि चाहिँ चिया मसला हाल्ने चिया मसला हालेपछि एकछिन चलाउने र 2 मिनेटको लागि यतिकै छोडिदिने अब हामीले ग्यास अफ गरिदिउँ अनि हाम्रो चिया इज रेडी थ्याङ्क यू